I have never been this jealous of Real Madrid. Never ever. तर जुन लेभलको गेम प्ले हिजो मड्रिडको एकाडेमीको प्लेयर, क्यान यु इमेजिन? मड्रिडको एकाडेमीको प्लेयर गोन्जालो गार्सियाले जुन हिजो लेभलको गेम प्ले देखाएको छ, अ गाई वाज नट गेटिङ एनी मिनिट्स आफ्टर क्लब वर्ल्ड कप. फेरान टोरेज देखिस् नि, देखिनस् भने आँखा खोलेर च्यातेर हेर. This is how a number 9 should play. This is how a number 9 should take his first touch in the box. This is how a number 9 should position himself in the box. This is how a number 9 should attempt the impossible chances he get. र यो हिजो गोन्जालो गार्सियाले देखाएको छ. I was like, मड्रिडको एक त डिफेन्समा प्लेयर्स आर इन्जर्ड, सो छुट्टै प्रब्लम छ त्यहाँ. प्लेयर्स र कोच बिचको छुट्टै प्रब्लम छ. एम्बाप्पे, द गाई हु इज क्यारिङ रियल मड्रिड टिल नाउ यो सिजन है, हि वाज इन्जर्ड. सो आई वाज लाइक, बेटिस एन्टोनी द गोट, सो बेटिस कुड ट्रबल मड्रिड भनेर मलाई लागेको थियो. बट आई वाज सरप्राइज. जुन लेभलको गेम प्ले हिजो देखायो नि, 5-1, क्यान यु इमेजिन 5-1? एकछिन आई वाज लाइक, बार्सिलोनाको भूत कहिलेदेखि लाग्यो रियल मड्रिडलाई. तर यसो सोच्दाखेरि एम्बाप्पे खेल्दाको लाइनअप र हिजोको लाइनअप जुन 4-4-2मा खेलेको थियो, दिस लाइनअप लुक मोर ब्यालेन्स, मोर थ्रेटनिङ होइन. प्लेयर्सहरूमा सिनर्जी पनि एकदमै राम्रो देखिरहेको थियो. सो अब एम्बाप्पे आइसकेपछि होइन, इन्जरीपछि आइसकेपछि अब यही लाइनअप नै क्यारी फरवर्ड हुन्छ होइन, या अब के ट्याक्टिकल चेन्जेसहरू हुन्छ भन्ने कुरा त त्यो द्याट्स अ डिफ्रेन्ट क्वेसन. तर जुन लेभलको हिजो गेम प्ले मड्रिडले देखायो, आउने अपकमिङ म्याचेसहरूमा जुन एकदमै खतरनाक आउनेवाला छन्, त्यो म्याचेसहरूमा मड्रिडले यही लेभल अफ गेम प्ले चाहिँ कन्सिस्टेन्टली देखाउन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ इज द मेन पोइन्ट. सो तर मड्रिड फ्यान बी ह्याप्पी है, एकदमै ह्याप्पी. किनभने आफ्टर अ भेरी लङ टाइम एकाडेमीको एउटा यस्तो पोटेन्सियल र यस्तो ट्यालेन्ट टिममा आएको छ. अब यो ट्यालेन्टलाई मड्रिडले पुराना ट्यालेन्टहरू जस्तै वेस्ट गर्छ कि होइन, या यो ट्यालेन्टलाई फ्लोरिस गर्छ भन्ने कुरा चाहिँ हेर्न बाँकी छ. सो बाई बाई.